हेर यहाँ कलीको आगमन भइसकेको छ। कली भनेको अधर्मको राजा। अब यस राज्यमा हत्या अहिंसा काटमार कर्मका कार्यहरू अब अगाडि बढ्नेछन्। धर्मका कार्यहरू सबै विनाश हुनेछन्। यदि यो राज्यमा कसैले पूजापाठ जप हवन इत्यादि गर्छ भने त्यसको शरीर यही तरबारले चाट 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 गरिदिनेछ। डरायो डरायो डरायो। म धर्मको राजा, जसले जुन स्थानमा पाउ राख्छ त्यस स्थानलाई सदैव आफ्नो बनाउनेछ। अब यो राज्य र यो समस्त प्रजाहरू अब मेरो अधीनमा छ। सबैले कली महाराजको जय भन। कली महाराजको वाह वाह मेरा प्रजा हो वाह। यति सुन्नलाई मेरो यो कान अति नै तर्सिरहेको थियो। फेरि एकचोटि भन भन कली महाराज की शाबाश। अब यहाँ कसैले धर्म गर्ने छैन। कसरी काट्ने, कसरी मार्ने, कसरी अरूलाई कुकर्मका कार्यहरू सिकाउने, यी सम्पूर्ण कर्महरू अब मेरो युगमा हुनेछन्। अब मनुष्यहरू जुवा तासमा लिप्त हुनेछन्, वेश्यवृत्तिमा लिप्त हुनेछन्, मदिरामा लिप्त हुनेछन्। पनि हो दरबारबाट राज्य भ्रमण गर्न नगएको पनि धेरै समय भइसकेको छ। आज के कस्ता कार्य भइरहेको छ मेरो राज्यमा, यसो भ्रमण गर्न जानु पर्यो। मेरा प्रजाहरू रहेका छन्। आनन्दको राज्य, यो राज्यको प्रजाहरूले मलाई आफ्नो महाराज बनाइसकेको छ। होइन, यदि कसैले यो राज्यमा अब कसैले पाउ देख्छ भने त्यसको पाउलाई नष्ट गरिदिनेछ। मैले भर्खरै धर्म रूपी गोरु र पृथ्वी रूपी गाईलाई पनि मैले तिनवटा पाउ नष्ट गरेर एउटा पाउमा उभिन्न बाध्य बनाइसकेको छु। यो मेरो राज्य आज किन चकमन्न छ? सबैले कली महाराजको जय भन। यो मौसम पनि बदलिएको छ र सबै कली महाराजको जय। स्वयं आज धर्म रूपी गोरु र पृथ्वी रूपी गाई पनि रोएर बसिरहेका छन्। एकचोटि फेरि भन भन कली महाराज की। होइन, यो को पापी दुष्ट हो? ए पापी दुष्ट, मेरो राज्यमा आएर मेरो प्रजाहरूलाई किन तहस नहस गरिरहेको छस्? तकोस वाह, मेरै राज्यमा आएर मेरै प्रजाहरूको अगाडि म त को होस् भनेर सोध्ने, त चाहिँ को होस् मूर्ख भन्। ए ल सुन, म को होस् भनेर त आज जान्न चाहन्छस् भने म तँलाई अवश्य मेरो जानकारी दिनेछु। जहाँ पाण्डव वंशीय युधिष्ठिर नाति अभिमन्यु पुत्र चक्रवर्ती सम्राट राजा परीक्षित हुँ म। महाराज, मलाई डर लाग्यो महाराज। त्यति मात्रै होइन, यस राज्यको राजा पनि हुँ म। हे ओहो महाराज, फेरि डर लाग्यो मलाई। भनेपछि यो राज्यको महाराज तै होस्, परीक्षित भनेको तै होस्। तँलाई याद छैन होला मूर्ख। हेर, तेरा एक एक प्रजाहरूको अनुहारमा हेर कलीको डर। तेरो सबै प्रजाहरूमा हेर कलीको प्रकोप। सबै अधर्ममा लागिसकेका छन्। अब धर्मको विनाश हुनेछ। ए कली, आज तै पो रहेछस् कली। मैले त हेरेको थिएँ मेरो प्रजाहरूको आज किन मुहानमा चमक छैन भनेर। तैले आज मेरो प्रजाहरूलाई आएर काटमार गर्न सिकाइरहेको छस्। असम्भव। मेरो राज्यमा न कसैले सिकाएर मेरो प्रजाहरूले सिक्नेछन्, न कसैलाई काटमार गर्न
मेरो राज्यमा सिकाइनेछ। ए कली, राज्य छोडेर गइहाल। बस मूर्ख बस। तँलाई मैले अघि पनि भनिसके, यो राज्य पनि मेरो भइसकेको छ। यो समस्त एक एक प्रजा मेरो भइसक्यो। खोला नाला चरा चुरुङ्गे जीव जन्तु सुतलोक पतलोक तलातल सबै मेरो अधीनमा छ। तँलाई थाहा छैन दुष्ट, यदि तँलाई तेरो मृत्युदेखि भएछ भने यो राज्य छोडेर जा। कालो पुरुष कली, मेरो राज्यमा आएर त धेरै तालका मचाउने दुशासन नगर, होइन भने तँलाई म यही बाणले हानेर अन्त्य शासन गरिदिनेछु। तेरो मेरो गइहाल, राज्य छोडेर गइहाल। केटा केटी आए गुलेली खेलाए म टेङ्ग्राको सत्य। ए मूर्ख, तैँले मलाई केटा केटी सम्झेको छस्। म कली हुँ। एउटा कलीले यदि अधर्मलाई अगाडि बढाउनु छ भने, हजारौं लास बिछाउनु छ भने यो तरबार अगाडि बढ्नेछ, बुझिस्? कली, यो मेरो राज्यमा कहिले पनि अधर्म हुने छैन। सधैँ धर्मै धर्म हुनेछ यस मेरो राज्यमा। न काटमार हुनेछ, न हत्या हिंसा हुनेछ। कालो पुरुष कली, अब यहाँ हत्या पनि हुनेछ, हिंसा पनि हुनेछ, काटमार पनि हुनेछ। तँलाई जबसम्म यो तरबारको धारबाट तेरो रहन हुँदैन दुष्ट, तबसम्म तँलाई म भनेपछि त युद्ध चाहन्छ छैन मूर्ख? अवश्य। यस मेरो राज्यमा म युद्ध गर्दिन। चाहन्छस् भने मेरो शरणमा पर कली। म तेरो शरणमा पर्ने असम्भव। यो कली अहिलेसम्म तिमीहरू जस्तो नावर्तको शरणमा परेको छैन। कुनै लोकका दिग्विजय प्राप्त गरेको अधर्मको राजा कली हुँ म, कली। कली होस् वा जसुकै होस्, मेरो राज्यमा आएर धेरै हल्ला गर्ने कोसिस नगर कली। के चाहन्छस् लभन? मलाई भन्, पहिला तेरो आयु कति छ भन् मूर्ख? म जस्तो साधारण मनुष्यको आयु कति नै हुन्छ त मेरो आयु नै सुन्न चाहन्छस् भने ल सुन। मेरो आयु भनेको 60 देखि 100 वर्षसम्म हो कली। प्रजा हो, सुन्यौ, तिमीहरूको महाराजको आयु भनेको जम्मा 60 देखि 100 वर्ष। तर तिमीहरूको यो दुष्ट महाराजलाई थाहा छैन कि मेरो आयु कति छ भनेर। सुन्न चाहन्छस्? बोल भन्। तँलाई खुबै आफ्नो आयुमा धेरै घमण्ड भइरहेको छ। ल सुन, तेरो आयु कति हो? सुन, मेरो आयु, यो अधर्मको राजा कलीको आयु 4,32,000 वर्ष। कली, 4,32,000 होस् वा 8,64,000 होस्, मलाई कुनै आयुले फरक पार्दैन। तेरो अन्तिम इच्छा युद्धमै छ भने आइज, मसँग युद्ध गर। तैँले यसरी मान्दैनस् मूर्ख। तँलाई अवश्य यो युद्ध भूमिबाट तँलाई पराजित गरेर तेरो राज्यलाई मेरो अधीनमा बनाउने छु। ल सुन, युद्धमा एउटा बाजी राख्छु म। जहाँ यस युद्धमा जो पराजित हुन्छ त्यो यस राज्यको राजा बन्ने छ। जसले यो युद्धमा हारेर जान्छ राज्य छोडेर बाहिर भाग्नु पर्ने छ। ए कली, शाबास। मेरो मनमा पनि यही कुरा खड्किरहेको थियो। अब किन विलम्ब गर्छस्? आइज कली। कति छल्छस्? अब अर्को प्रहार तैँले रोक्न सक्दैनस् मूर्ख।
महाराज यो युद्धमा मैले पराजित भएँ महाराज। मैले हजुरसँग यो युद्धमा विजय प्राप्त गर्न सकिनँ महाराज, क्षमा महाराज। त्यसो भए अघिको शर्त थाने होला तलाई। हे कली, जसले यो राज्यमा पराजित हुन्छ यस राज्यको राजा हुन्छ। त्यसै गरी त आज यस युद्धमा विजय हुन सकिनस्, यस राज्य छोडेर गइहाल। महाराज ममाथि यस्तो अन्याय नगर्नुहोस् महाराज। यत्र तत्र सर्वत्र जुनै पनि दिशा जानु पर्यो भने पनि हजुरको राज्य मात्र भेटिन्छ महाराज। म कहाँ जाने महाराज, म त हजुरको शरणमा आएको छु महाराज। अब मलाई हजुरले नि कुनै स्थान दिबक्सिस् महाराज। ठिक छ, म पनि एउटा क्षत्रिय वंशीय राजा परिचित हुँ। जो शरणमा आउँछ त्यसलाई मरण दिन मैले जानेको छैन। महाराज ल तैले मसँग बाँच्ने भाषै मागिस्। ल सुन, दूतम पानम स्त्री सुना यत्र धर्मश्च दुर्विधम। जहाँ धूम्रपान मदिरापान हुन्छ त्यहाँ गएर तेरो बास हुनेछ जा। जहाँ जुवा तास खेलिन्छ त्यहाँ गएर तेरो बास हुनेछ जा। जहाँ काटमार हत्या हिंसा हुन्छ त्यहाँ गएर तेरो बास हुनेछ जा। जहाँ वेश्या गमन कुकर्म हुन्छ त्यहाँ गएर तेरो बास हुनेछ जा। धुतम पान मिस्त्री सुन यत्र धर्म चतुर्विध महाराज। हजुरले यो चारवटा स्थान दिनुभएको महाराज, के यो सबै दुर्गन्धित भएन महाराज? म माथि कृपा गरेर एउटा कुनै सुन्दर स्थान दिनुहोस् महाराज। हे कली, आज मैले तँलाई चारवटा स्थान दिइसकेँ, त्यही पनि त बस्न मानिनस्। मैले तँलाई राम्रो स्थान दिनको लागि त भित्र पनि एउटा राम्रो गुण हुनुपर्छ कली। महाराज यो कालो पुरुषमा पनि एउटा असाध्यै राम्रो गुण छ महाराज, के सुन्न चाहनुहुन्छ? के? ल सुना। सुन्नुहोस् महाराज, यत् फलं नास्ति तपसा न योगेन समाधिना तत् फलं लभते सम्यक् कलौ केशवं हरिकीर्तनात् महाराज। सत्य युगमा, त्रेता युगमा, द्वापर युगमा ऋषि महर्षिहरूले 10,000 वर्ष तपस्या गरेर फल प्राप्त गर्न सक्दैनथ्यो महाराज। तर मेरो युगमा, केवल मेरो युगमा एकैछिन भगवानको ध्यान लगाएर बस्यो भने हरि प्राप्त हुनेछ महाराज। मेरो यही सुन्दर गुण छ महाराज। सही भनिस्। जहाँ सत्य त्रेता द्वापरमा 10,000 ऋषिले तपस्या गर्दा पनि हरि प्राप्त गर्न सकेनन् भने आज यस कलियुगमा जसले एकपल्ट हरिनाम संकीर्तन गर्दछ उनले हरि अवश्य प्राप्त गर्न सक्दछ। अवश्य महाराज, अवश्य। ल ठिक छ, तँमा त मान्छे कालो भए पनि त भित्र पनि एउटा राम्रो गुण अवश्य रहेछ। त्यो गुणले मलाई पनि प्रभावित पार्यो। खुसी भएको छु म पनि। ल भन्, तेरो अन्तिम इच्छा केमा बस्न मन छ कली? महाराज पहिला मलाई बाचा गर्नुहोस् महाराज। बाचा भयो कली, बाचा भयो। ल भन्। सोच कली सोच, तलाई यसले पराजय गरेको छ, यसको वंश कसरी नाश गर्ने त्यो विकल्प सोच। यसका पुर्खाहरूले जरासन्धसँग ती खोसेर ल्याएको, विजय प्राप्त गरेर ल्याएको त्यो सुनको सिपेजमा गएर म बास भाग्ने अनि यसको सिपेजमा गएर यसको बुद्धि भ्रष्ट गरेर यसलाई मृत्युको मुखसम्म लानेछ प्रतिशोध। महाराज भन् कली, मलाई हजुरले स्थानै दिनुहुन्छ भने महाराज मलाई सुवर्णमा बस्ने मन छ महाराज। कली असम्भव। जहाँ सुवर्णमा भनेको लक्ष्मीनारायण भगवानको मात्र बास हुनेछ, तर यस्तो कालो पुरुष सुवर्णमा बास गर्न पाउने छैन कली। महाराज हजुरले मलाई भर्खरै बाचा गर्नुभएको थियो महाराज, हजुरले बिर्सिनु भयो जस्तो छ। यदि क्षत्रिय राजा, एक छत्र सम्राट महाराज परीक्षितले आज आफ्नो बाचा पुरा गर्न सकेन भने हजुरका यत्रा प्रजाहरूले हजुरलाई के भनिन्छ महाराज? सोच्नुहोस्। हुन पनि म एउटा क्षेत्रीय वंशीय राजा परिचित हुँ। बन्दुकको गोली र यो राजा परिचितको गोली कहिले फरक हुँदैन। हे कालो पुरुष कली, ल सुन। जहाँ मैले तँलाई बाचा गरेको थिएँ सुवर्णमा बास दिन्छु भनेर, तेरो सुवर्णमा बास होस्, तर कस्तो? जहाँ चोरी डकैती कुकर्म गरेर ल्याएको सुवर्णमा
तेरो बाँसुले चाहिँ काली जा धन्य महाराज धन्य। जा काली जा। अब बल्ल मेरो प्रतिशोधको समय समाप्त भएको छ। अब त्यो जसरी महाराज राज्यमा गएर अर्को सिपेज लगाउँछन् ती सिपेजमा गएर झम्म बस्नेछु र त्यसको शिरमा बसेर म ताण्डव गरेर त्यसलाई मृत्युको मुखसम्म लानेछु। महाराज परीक्षित म आउँदैछु प्रतिशोध। जोरदार ताली बजाएर सम्मान गर्नुहोला कलाकार साथीहरूले एकदमै दिव्य झाँकी प्रदर्शन गरेर गइसक्नु भएको छ। अब फेरि हाम्रो अर्को झाँकी पनि बाँकी छ। भगवान शिवजीले कसरी आगो खानुहुन्छ, कसरी शरीरमा आगो लगाउनुहुन्छ, आगै खानुहुन्छ, आगै उडाउनुहुन्छ, यही विषयको झाँकी बाँकी छ। यहाँहरू धैर्य गरेर बस्नुहोला सम्पूर्ण श्रद्धालु भक्तजनहरू। हामीले अघि पनि यहाँलाई